चर्चित गीतकार रामकृष्ण बन्धुवालाई यस स्टेजमा आमन्त्रण गर्दछु। धन्यवाद। संस्कृतिसँगै जन्मे मान्छे सृष्टिको लीला यो, संस्कारै मुटुको धड्कन भई बाँच्यो यो। धन्यवाद। उद्घोष तथा भूतपूर्व समाज समितिका सांस्कृतिक फाँटका संयोजक रोम प्रसाद मुकानज्यू, यहाँले मलाई यो स्टेजमा निमन्त्रणा गर्नुभएकोमा। साउने सङ्क्रान्ति कार्यक्रमका आयोजक भोजपुर समाज सेवा समितिका अध्यक्षज्यू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अतिथि महोदयज्यूहरू, आजका साङ्गीतिक फाँटका प्रमुख अतिथि चर्चित गायक साथै वरिष्ठ साहित्यकार, वरिष्ठ सङ्गीतकार नागेन्द्र शेषज्यू, आवाज एल्बमबाट चर्चाको शिखरमा पुग्नुभएका चर्चित गायक विकल्प प्रधानज्यू, चर्चित स्क्रिन भिडियो म्यागजिन प्रोड्युसर साथै डाइरेक्टर श्याम सुन्दर थापाज्यू, तेह्रथुम वृत्तचित्रका निर्देशक शब्दकोश दिदीविषयका चर्चित कथाकार साथै गीतकार प्रदीप कन्दवाज्यू, साप्ताहिक एप्रेसका सम्पादक किशन राईज्यू, सुनकोशी कम्पनीका चेयरम्यान तेज राईज्यू, साथै सम्पूर्ण कलाकार महोदयज्यूहरू लगायत आज यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महिला तथा सजनप्रेमी, आज तपाईहरूको अगाडि यसरी म उभिन पाएकोमा धेरै सौभाग्यशाली छु। जुन यहाँहरूको अगाडि यसरी उभिएर यो बोल्ने मौका दिनुभएको छ, यसको लागि म उद्घोषक रोम प्रसाद मुकारुङज्यू लगायत यस कार्यक्रमका आयोजकलाई मेरो हृदयभित्रबाटै मुरीका मुरी धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छु। यति टाढा प्रदेशमा आएर पनि हामीले आफ्नो संस्कार संस्कृति भुलेका छैनौँ। त्यसैले आज यो 2064 सालको साउने सङ्क्रान्ति मनाइरहेका छौँ। यो गौरवको कुरा हो। यिनै गौरवका साथ आदरणीय जनमास तथा सदनबिनहरूको अगाडि, सम्मानित व्यक्तित्वहरूको अगाडि यसरी उभिएर म र मेरो परिवारको लागि यसरी बोल्नु पाएकोमा ठुलो भाग्यको कुरा मैले सम्झेको छु। म भन्छु, जसले आफ्नो संस्कार संस्कृति भुल्छ ऊ हराएर जान्छ। किनकि संस्कृति भन्नाले मानिसले समाजमा स्थापित गरेका मूल्य र मान्यतालाई बुझिन्छ। मानिसको रहन सहन बसोबास लगायतका मानवीय व्यवहारको प्रतिनिधित्व संस्कृतिले नै गर्दछ। त्यसैले संस्कृति मानव जीवनको सामाजिक क्रियाकलापको सम्पूर्णता हो भन्छु म। साँच्चै नै भन्नुपर्दा भौतिक र अभौतिक सांस्कृतिक एकाइहरूबाट मानिसको सामाजिक व्यवहारहरू सञ्चालित हुन्छन्। संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुन्छ। मैले भन्नुपर्दा संस्कृति सिकिने व्यवहार हो, जस्तै ज्ञान, कला, नैतिकता, कानुन, संस्कार, भाषा, वेशभूषा, बानी बेहोरा, विश्वास, धर्म, कर्म, सामाजिक, वैचारिक तथा मूल्य र मान्यताहरू संस्कृतिभित्र नै पर्दछ। ज्वलन्त उदाहरण हेर्ने हो भने हाम्रो देशको अहिले आर्थिक, सामाजिक, कानुनी, शैक्षिक, मानव अधिकार, न्याय, राजनीतिमा प्राकृतिक संलग्नताको अधिकार, निर्णय प्रक्रियामा सहभागिता, आत्मसम्मान र मौलिक पहिचान वर्तमान नेपाली जनताको माग हो। भन्नै पर्दा अबका आउने दिनहरूमा मुख खुलेर अनि हात बाँधेर बस्ने दिनहरू गइसके। किनभने 238 वर्षको एकात्मक निरङ्कुश राज्य प्रणालीले सयौं जात जातिहरूको
कयौँ जात जातिहरू कैयौँ वर्ष निर्माण भएको जुन पुर्खौली सभ्यता नष्ट पारेको छ। साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, चण्डीनाच वा च्यापुङ नाच आदि तमाम चाडपर्वलाई ठिकै पारीसम्म पुर्याएर हेला गरिएको छ। म भन्छु अबको सङ्गठित आवाज भनेकै भाषा, साहित्य, सङ्गीत, नाच, गान, चाड, पर्व, संस्कार, संस्कृति र भूमिको हो। हामीले के बुझ्नुपर्छ भने एक हातले कदापि ताली बज्दैन, एक हात थुकी सुकी 100 थुकी नदी। आउनुहोस्, हातमा हात, काँधमा काँध मिलाएर अगाडि बढौँ। यसै गरी साउने सङ्क्रान्ति मनाऊ, माघे सङ्क्रान्ति मनाऊ र मानिनौ अरू हाम्रो संस्कार संस्कृति अनन्तसम्म। यति भन्दै म बिदा हुने अनुमति चाहन्छु। आज्ञा दिनुहोस्। नमस्ते।